हेटौडाको भरेबाट भन्ने बाटोमा चाहिँ हामी आइपुगेका छौँ। सो यहाँ चाहिँ मतलब पाथिभरा मन्दिर प्रवेशद्वार चाहिँ हामी गेट अगाडि आइपुगेका छौँ। सो तपाईँ यहाँ हेर्न सक्नुहुन्छ भैरव डाँडा। सो यो भैरव डाँडामा चाहिँ हामी माथि लिएर जाँदैछौँ है। सो एकचोटि हेरौँ कतिको उकालो ओह्रालोमा चाहिँ कतिको स्पिडमा चाहिँ जाँदो रहेछ भन्ने कुराहरूमा। ल अब हाम्रो राइडर सर अब जाउँ अगाडि बढौँ। अब फेरि हामी टर्निङमा चाहिँ तलदेखि अब माथि चाहिँ अब अलिकति अझै हामी उकालोमा हाल्न आइपुग्यो। अब यहाँ योभन्दा नि झन अब उकालो रहेछ। उकालोमा हामी रोकेर पनि माथि लिएर जान्छौँ। यहाँदेखि अझ यहाँदेखि त झन् ठाडो उकालो रहेछ। तपाईँको हामी भनौँ न धेरै तपाईँको अहिले लगभग 20 डिग्री एङ्गलको चाहिँ हामी ठाडो उकालो छोड्यौँ। अब चाहिँ यहाँ तपाईँको अब त्यो 20 डिग्री भन्दा पनि अब यहाँ तपाईँको 35 डिग्री अझै याड हुने रहेछ त। एकचोटि अब यहाँ माथि एकचोटि जाउँ न हामी।